होइन तपाईँले चाहिँ रियलाइज गर्नुभएको छ या छैन आई डोन्ट नो, बट हामीले चाहिँ होइन केही कुरा सुधारेनौँ भने त्यही घटना भएको भए हुन्छ. लाइक इफ यु वेयर इन्टु टक्सिक फ्रेन्डसिप अनि अगेन यु गेट इन्टु टक्सिक फ्रेन्डसिप, इफ यु आर इन ब्याड रिलेसनसिप लाइक त्यस्तै खालको, अगेन यु गेट इन्टु टक्सिक रिलेसनसिप विथ सेम काइन्ड अफ पर्सन यु मिट होइन. इट्स बिकज अफ युर अनहिल्ड ट्रमाज. अनि तपाईँले चाहिँ त्यो जुन घटना घट्यो नि त्योबाट सिक्न नखोजेर हो कि. अब सपोज आई फेल्ड वान एक्जाम होइन, मैले एउटा एक्जाम फेल गरेँ अरे किनभने मैले पढेकै थिइनँ अरे, म चाहिँ टाइम पास गरेर बसिरहेको थिएँ अरे, मोबाइल हेरेर बसिरहेको थिएँ अरे, अनि आई फेल्ड द एक्जाम. अब मैले ला फेल भएँ अब त गर्नुपर्छ नसोचिकन यत्तिकै फेल भयो ठिक छ ल भनेर बस्यो भने अर्को एक्जाम नै फेल हुन्छ अनि फेरि अर्को एन्ड इट किप्स अन रिपिटिङ अन्टिल आई चेन्ज. इट्स अल अबाउट रियलाइजेसन कि. अब त्यो घटनाबाट तपाईँले रियलाइज गर्नु भएन भने इट किप्स अन रिपिटिङ. तपाईँ टक्सिक रिलेसनसिपमा हुनुहुन्छ अरे विथ द टक्सिक म्यान जसलाई चाहिँ तपाईँको बालै छैन अरे कि. अब तपाईँ जस्ट थोरै पनि लेट रिप्लाई दिनुभयो भने एङ्ग्री हुन्छ भने अब तपाईँले त्यो म्यानलाई छोड्नु भएन, यस्तै त हो नि भन्नुभयो भने इट विल किप अन रिपिटिङ कि. किनभने तपाईँले चेन्ज गर्नु भएको छैन, तपाईँले त्यो घटनाबाट केही सिक्नु नै भएको छैन. इट किप्स अन ह्यापनिङ. सो चेन्ज इफ देयर इज समथिङ द्याट यु डोन्ट लाइक इन दिस टाइम फर योर बेटर फ्युचर, यु हेभ टु चेन्ज.